यो सहकारीको गतिविधि र सहकारीको संलग्नमा हामी यो हिँड्दै दौडिँदै गरेको 30औं वर्ष भइसक्यो। हिजो कुनै बेलाको यो सहकारीको साधारण सभा, सहकारीको यो अतिथि, सहकारीको यो प्रमुख अतिथि, सहकारीको चाहिँ क्रियाकलाप भन्दाखेरि हुरुक्कै हुन्थ्यौँ हामी भने आज भोलि हामीलाई अल्छी लागेर आउँछ। नगई पनि भएको छैन, बाध्यता छ। जाउँ भने हामी आफैले एउटा जोस र जाँगर छँदै छैन, पटक्कै छैन। मैले अघि यहाँ अभियान कर्मी साथीहरूलाई पनि भने केही वर्ष अगाडि एउटा उत्साह हुन्थ्यो, एउटा जोस, एउटा जाँगर हुन्थ्यो, छुट्टै खालको सहकारी कर्मी, त्यसको पहिचान छुट्टै हुन्थ्यो। आजभोलि त यो जोस जाँगर पनि छैन, नैराश्यता हुन्छ। कतै यहाँ बोलिरहँदाखेरि अगाडिबाट प्याट्टै एउटा ढुङ्गाले हानिदिने पो हो कि, फ्याट्टै चप्पलले हानिदिने पो हो कि, यो सहकारी ठगो भनिदिने पो हो कि, असाध्यै चिन्ता छ। किन चिन्ता भयो भने पनि यो विषय पनि प्रसङ्ग पनि कोट्याउँदै जाँदाखेरि असाध्यै लामो छ। यही सहकारी संस्थाले ऋण लगानी गर्ने, यही सहकारी संस्थालाई सुख दुःख हरेक पर्दा छोरो विदेश पठाउनु पर्यो, सहकारी सम्झियो, छोरीको बिहा गर्नु पर्यो, सहकारी सम्झियो, घरमा पूजा लगाउनु पर्यो, सहकारी सम्झियो, कुनै विदेशमा अलपत्र भएकालाई नेपाल घर बोलाउनु पर्यो, सहकारी सम्झियो, सानोतिनो ऋण तिर्नु पर्यो, साउको 100 5%, 10% मिटर ब्याजलाई अन्त गर्नको लागि सहकारी सम्झियो। आखिरी सबै कुरा दुःख सुख पर्दाखेरि सहकारी सम्झियो। त्यो ऋण असुल्ने गर्ने क्रममा सञ्चालक र कर्मचारी घर पुग्दाखेरि कुटेको इतिहास थुप्रै छ। अहिले अस्ति भर्खरै छिन्चुमा सदस्यले ऋण लानुभयो, कर्मचारी ऋण उठाउन जाँदाखेरि जुत्ता र चप्पलका माला रेडी घर बनाएर राख्नु भएको छ। सबै दिदीबहिनीहरू जम्मा हुनुभएछ। कर्मचारी आएपछि चपक्क समातेर जुत्ता र माला लगाएर अनि मोसो दलेर कुट्दै खेरेछन्। अनि त्यस कारणले अहिले आएर चाहिँ नैराश्यता आउनु, अहिले तपाईँहरूको अगाडि हामीले सहकारीप्रति बोल्नु पनि डर छ कि छैन? यो बोल्नु पनि डर छ। अब यहाँ सहकारी यहाँ बोलिरहेछौँ, फ्याक्ट्री अगाडि कसैले केही भनिदिने पो हो कि? त्यस कारणले त्यो समयले गर्दाखेरि के छ भने हिजोको सहकारी र आजको सहकारी, हिजोको वित्तीय क्षेत्र आजको वित्तीय क्षेत्र, हिजोको तपाईँ हाम्रा दाजुभाइ तथा दिदीबहिनी र आजका दाजुभाइ दिदीबहिनीहरूमा फरक भयो। हिजो उतापट्टिको चाहिँ नि माइलो बुवासँग असाध्यै कुरा मिल्थ्यो, 6-7 महिना 1-1.5 वर्ष भयो पटक्कै कुरा मिल्दैन। हिजो त्यो जेठीसँग असाध्यै जतिखेर पनि खानपिन धारा पँधेर वन जाँदाखेरि कुरा मिल्थ्यो, आज फनफनेर आफै एक्लै हिँडेर हुन्छ, यो पटक्कै कुरा मिल्दैन। यो किन होला? हामी यो विषयको परिचर्चा, यो चर्चा गर्ने हो भने यहाँ समय थुप्रै लाग्छ। यसका पनि कारण छन्, यसका पनि निवारण छन्, तर यसको फेरि सत्यता पनि छ। तर यो समयको साथसाथमै हामी आफू त इमान्दार हुनु पर्यो नि। सहकारी संस्थाको ऋण लिएर आज ऋण लिएर जाने सदस्य छाती फुकाएर अटो चढेर, सकेसम्म गाडी चढेर, जिप चढेर, मोटरसाइकल चढेर, छाती खोलेर वीरेन्द्रनगर बजारमा चस्मा लगाएर यसरी हिँड्या हुन्छ। दाजुभाइ यसरी हिँड्नुहुन्छ, दिदीबहिनी साडी लड्काएर सबका हालेर लिपस्टिक लगाएर, अन्यथा नमान्नु होला, बजारमा पुरै हिँड्नुहुन्छ। तर त्यही ऋण दिने कर्मचारी, त्यही ऋण दिने सञ्चालक, त्यही ऋण समितिको साथी पुलिसले कहीँ समाउने हो कि सदस्यले कहीँ गोद्ने हो कि भनेर लुक्दै जानुपर्ने अवस्था छ। त्यसपछि बचे कुचे गरे अहिले कुवेततिर जाँदाखेरि पनि फ्री भिसा हुँदो रहेछ महिला दिदीबहिनीहरूलाई, फ्री भिसा सबै कुवेततिर, साउदी अरबतिर। अनि पैसा माग्न जाँदाखेरि फलाना त यहाँ हुनुहुन्न, कहाँ जानुभयो गाउँकोलाई थाहा छैन, केही दिन पछाडि त फलाना त कुवेत गएको छ। तपाईँलाई भनौँ भने जान नदिनु होला, अहिले त सहकारीले मुद्दा हाले एयरपोर्टमा रोक्छन् अरे। त्यसै भएर हामी चुप्पला अब उहाँले विदेशबाट पैसा पठाइदिनुहुन्छ, उहाँ त इन्डिया जानुभएको छ, बेङ्गलोरमा फलाना सदस्य त बेङ्गलोर जानुभएको छ। अनि को गयो त? त्यो ऋण लिने सदस्य बेङ्गलोर गयो, श्रीमान गयो, छोराछोरी गयो, घर सबै माथि तालचा लगाएर बन्द, एक साइड घर भत्किसक्यो। अहिलेको अवस्था यो छ, सदस्यले पटक्कै ऋण लिएर पैसा तिर्ने चाहना उहाँहरूको छैन, पैसा तिर्नै चाहनुहुन्न। त यो किन त? यो किन परिस्थिति सिर्जना भयो? किन परिस्थिति सिर्जना भयो? हिजो तपाईँ हाम्रो त्यत्रो दुःख सुख पर्दाखेरि ऋण दिएको सहकारी होइन, त्यही दुःख सुख पर्दाखेरि समस्या भएको मान्छेले छापो लगायो भने त्यो त पछिसम्मको गुण हुनुपर्ने ठाउँमा
आज फलानालाई मैले ऋण दिएको थिएँ, सिफारिस गरियो, अब मैले मेरो आफ्नै घर खेत बेचेर तिर्नुपर्ने अवस्था आयो। ऋण लिएको सदस्य त बेङ्गलोर पुग्ला, कुवेत पुग्ला, साउदी अरबतिर पुग्ला, त्यो ठुलो समस्या चाहिँ भएन। तर जो जमानी बस्या हुन्छ नि, एकजना कर्मचारी बस्या हुन्छ, उसले सिग्नेचर गरे हुन्छ, अनि साँची बस्या हुन्छ, तिनीहरू त सबै यहीँ छन् त। सबैजना 3 जना 4 जना साँची बस्छन्, एकजना कर्मचारी 4-5 जना त त्यो पनि कुवेत त जाँदैन, कुनै न कुनै त यहीँ हुन्छ त। त्यो सबै ऋण त्यसको ठाउँमा आउँछ। अनि त्यसले के गर्छ, अन्तिम विकल्पमा आफ्नो श्री सम्पत्ति बेचेर तिर्ने हो कि धारे हात लगाएर गाली गर्ने हो कि। मैले धारे हात भने है, किनभने मेरो घर पनि कर्णालीतिरै हो। हाम्रोतिर अलिकति मेला पाता बारीतिरको घाँस खाए पनि घरको छतमा निकालेर धारे हात लगाएर गाली गर्न चलाउनु हुन्छ। अनि उहाँले पनि त्यही धारे हात लगाएर कुवेततिर फर्किएर बेङ्गलोरतिर फर्किएर गाली गर्न सिवाय अरू केही पनि छैन। कि भने उहाँ पनि भाग्नु पर्यो। सबैजना भाग्यो भने सहकारी सञ्चालकका अध्यक्ष लगायतका पदाधिकारीहरू कर्मचारीहरू जेल जानु पर्यो। यो कस्तो विडम्बना छ। त्यसकारणले मैले भन्ने गर्छु, पैसा लिएर जाने खाने चाहिँ ऐसमा हिँडेका छन्, पैसा दिने मान्छे चाहिँ सुरक्षाको प्रत्याभूतिको राति घरमा आएर गोच्छन् कि भनेर चाहिँ थरथर थरथर पारेर सुत्नु परेको छ। तर हामीले उसको जीवनस्तर उठाउन, उसको घरको परिवारको दुःख सुख बुझ्न यो सहकारी जतिखेर पनि तत्पर हुन्छ भने तपाईहरू पनि आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूले तपाईहरूले पनि सहकारीको ऋण तिर्नलाई प्रेरणा गर्नु पर्यो, उत्साहित गर्नु पर्यो।